अर्पण नेपाली खबरमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म प्रस्तुता सुरज एमपी। दर्शकवृन्द एवं श्रोतावृन्द, 2081 साल चैत्र महिनाको 1 गते शुक्रबारका दिन तारकेश्वर नगरपालिका वडा नम्बर 3 किशोरनोल भन्ने ठाउँमा हामी आइपुगेका छौँ। राजधानीको मुटुमा रहेको तारकेश्वर नगरपालिका नुवाकोटको सिमाना काठमाडौँबाट यो नगरपालिकालाई पश्चिमपट्टिको भाग मानिन्छ, जुन ठाउँ पहिला अत्यन्तै विकट बत्ती मुनिको अँध्यारोको रूपमा लिएको थियो। यो ठाउँलाई पनि अहिले यसको मूल्य सुनको जस्तो भइसकेको छ। 50,000 रुपियाँमा, 1 लाख रुपियाँमा र 2 लाख रुपियाँमा आनाको मूल्य पर्ने जग्गाहरू अहिले 40 लाख, 30 लाख, 20 लाख अथवा यो भिराला जग्गाहरूमा पनि हेर्ने भने 15 लाख घटेर यहाँ जग्गा पाइँदैन। यो पर तपाईँ देख्न सक्नुहुन्छ, त्यहाँ पनि प्लटिङ हुँदैछ। यो जङ्गल हो। सबै ठाउँमा अहिले 15 देखि 40, 45 लाख यो प्लटिङ हुँदैछ। यो जग्गाहरू सबै यो तपाईँ हेर्न सक्नुहुन्छ। यो तस्बिरमा यी सबै डोजरहरू लगाइएका छन्। यी ठाउँमा लगभग महँगो मूल्यमा बिक्री भइरहेछ। यो घर हो। यतापट्टि यस्ता घरहरू बनेका छन्। यो खेती बारी, यो बारीबाट राम्रो मुनाफा हुने खालका जौ, गहुँ, रहर, सिमीहरू, प्रशस्त मात्रामा तोरी राम्रो फल्ने ठाउँ हो यो। अब यो संस्कार, परम्परा, रीतिरिवाज एवं नेपाल सरकारको अव्यवस्थित भनौँ या तपाईँको प्रविधिको विकास नभएको भनौँ, कृषिबाट जोगिन नसकेर मान्छे धमाधम घडेरी बेच्न थाले र त्यो घडेरी बेचेपछि दीर्घकालीन सोच नभए पनि अल्पकालीन सोचमा उनीहरूलाई पैसा भयो, एउटा राम्रो घर बनाउने योजना बनाए, एउटा घडेरी बेचे अर्को घर बनाइहाले। तपाईँ तस्बिर देख्न सक्नुहुन्छ। एउटा घडेरी बेचेर अर्को घडेरी नराखिकन घर बनाउने। अनि बाटोमा घर बनाएपछि के हुन्छ भने बस्न पाइयो। यस्ता सुन्दरहरू घर बनाएको छ। सुन्दर घर छ। उकालो बाटो छ। यस्तो उकालो बाटो छ। अब हामी यो प्लटिङ भएको ठाउँतिर हामी जाँदैछौँ। यो बाटो छ। यो तेस्रो बाटो सानो बाइपासबाट मुर्खु भन्ज्याङ जाने हाइवे बाटो क्रसपछि हामी एउटा फेरि अर्को दोस्रो बाटो उकालो लाग्यौँ। त्यसपछि फेरि हामी लेफ्ट गएर अर्थात् देब्रेपट्टि गएर हामी अगाडि बढौँ। तस्बिरमा तपाईँ देख्न सक्नुहुन्छ। यो मोटर बाटो। यो मोटर बाटोबाट हामी हिँड्छौँ। यहाँ डोजरहरू लगाइएका छन्। यहाँ प्लटिङहरू गरिएका छन्। यी सम्पूर्ण कामहरू हामीले तस्बिर देख्छौँ। यी जेसिबी डोजर एउटा यहाँ छ, अर्को त्यहाँ अलि पर म यहाँलाई जुम गरेर देखाउँछु। यो एउटा अर्को जेसिबी डोजर हो। यो दुईवटा यी त्यहाँ देखिया छ। यो जेसिबी हो। त्यसै गरी अर्को पर माथिपट्टि देखिया छ अर्को जेसिबी डोजर फेरि हो ती यो हो। र अब तस्बिरमा भए जस्तै यो बाटो यसरी दुईवटा बाटो प्रयोग गरिएको छ। एउटा बाटो यसरी यो खोल्सो परेको छ। यो खोल्सो सर यसरी गएर फेरि माथि सर उकालो गइन्छ। अर्को बाटो यसरी दायाँबाट घुमेर फेरि यसरी गएर उकालो गइन्छ। यहाँ वाल लगाइएको छ। यो जेसिबी जेसिबीले यहाँ चलाइरहन्। माथि उकालो हाइट। यस्तो ठाउँमा घर बनाएर बस्न हुन्छ या हुँदैन? यो घडेरीबाट चाहिँ भोलि फाइदा हुन्छ या हुँदैन? यो तस्बिर बनाएको छ। यो भिर हो।
यो भिरपाख हो। यो भोलि पक्कै पनि छाडिन्छ होला, यो बन्द हुन्छ होला, किनकि माथिबाट आउने पहिरो ठुलो खाल्डो छ, ठुलो खाल्डो छ, भव्य छ। अब सम्म त यी पनि व्यक्तिगत जग्गा हुन सक्छन्। यो जङ्गल हो कि सरकारी जग्गा हो या व्यक्तिगत हो, हेर्न बाँकी छ। हामी तस्बिरमा देखाए जस्तै यी जग्गाहरू सबै प्लटिङ हुनेवाला छन्, कुनै पनि टुक्रा रहनेवाला छैन। यो खोल्सो छ, यो खोल्सो पनि अब अम्मसम्म त यो पुरिएर भोलि पर्सि निकट भविष्यमै यो बन्द भएर यहाँबाट जङ्गलहरू आउँछ, घना जङ्गल छ। ल्याएर छ तस्बिर देखाएको छ। काठमाडौँको जग्गा यस्तै छ। धुम्म परेको ठाउँ। आज साँझ आइया छ हामी। यो बाँस, यो जेसिबी चल्ने ठाउँ। हस् त आजको सामग्री यही प्रस्तुत गर्दै तारकेश्वर नगरपालिका वडा नम्बर 3 किसनडोल भन्ने गाउँबाट म यहाँलाई यो दृश्यावलोकन गर्दै पुनः अर्को सामग्री प्रस्तुत गर्छु। हेर्दै गर्नुहोला अर्पण नेपाली खबर। धन्यवाद, नमस्कार।